So hey guys, welcome back to my new vlog. I hope सबैजना सन्चै हुनुहुन्छ होला। अनि आज चाहिँ म फेरि धेरै दिनपछि भनौं अलिक कामको कारणले गर्दा फेरि भिडियोहरु हाल्न पाएको छैन। त्यही भएर अहिले चाहिँ म यसो एउटा भिडियो चाहिँ बनाइदिहालौँ न बिहान बिहान भनेर। यतिखेरसम्म उठ्नु भएको छैन है। किन नउठेको? उठ्नु छिटो। उठ्नु पर्दैन। त्यही हो गाइस। अनि के हो भन्ने कुरो अब चाहिँ गएर काम गर्न हिँडेको के काममै हिँडेको। त्यही पनि कामको भिडियोहरु त हाल्न पाइँदैन, गर्न पाइँदैन। त्यतिकै अब काम नभइन्जाल चाहिँ यसो भिडियो गर्दै हिँडेको के। अब काम गर्ने बेलामा त कसले गरिदिन्छ र। त्यही हो। मुस्किल छ हौ, मुस्किल एकदमै। त्यही हो। आइया सन्चै हुनुहुन्छ होला भन्दैछु। अनि अरु त के छ र, यसो भिडियो युट्युब च्यानल सब्स्क्राइब गरिदिनु भनेको नि गरिदिनु हुन्न के रे। गरिदिनु पर्यो भएन के। यसो म स्ट्रगल गरिरहेको छु यार, यत्रो मेहनत गरिरहेको छु। कन्टिन्यू भिडियो हाल्न नपाए पनि 1-2 दिन पछि हालिरहेको छु। हजुरहरुले सब्स्क्राइब गरिदिनु पर्यो के, भएन के। अब म चाहिँ अब केही समयपछि चाहिँ अब राइड गर्छु के। अब साइकल किनेर अब केही समयपछि भनौं साइकल किनेर पुरै या गाइयो भन्दै गएर 2-3 ठाउँमा मुन्टो भाँचेर मुन्टो त हैन, त्यही पनि उयो चाहिँ गएर गएर जोतिनु पर्यो नि, यताउता यसो सिक्न पर्यो नि त। अब त्यही सोच गरेछु के रे। अब 2-3 दिन पछि अहिले चाहिँ अलि मसँग अहिले पैसा छैन हैन। अब पैसा भएपछि त्यसो गर्छु भनेर सोच गराइरहेको छु। अब के हुन्छ हालत भन्दै। अनि आज चाहिँ खासै त त्यस्तो त केही छैन के है। यसो हल्लियो हिँड्यो, काम भन्यो, यता भन्यो। अब त्यही हो, गाह्रो छ के। अरु त अब हजुरहरुले सब्स्क्राइब पनि गर्दैन। लाजै लाग्छ हौ म त भिडियो गर्न पनि। यसो अब सब्स्क्राइबर कति छ भनेर सोध्यो भने जम्मा 200 भन्दा यस्तो लाज लाग्छ। हजुरहरुले सब्स्क्राइब गरिदिनु पर्यो के। एकदमै हजुरहरु बबाल हुनुहुन्छ, यस्तो खतरनाक हुनुहुन्छ। अलि हैन यार, कालो हुनु पनि अलिअलि कालो हुनु नि यार। यस्तो कालो भयो, लाजै लाग्दो कालो छ हौ म त यार। तर मलाई त्यस्तो केही छैन, म ह्यान्डसम छु यताउता भनेर चाहिँ भन्दिन। जे भए पनि म जे छु जस्तो छु, म आफ्नो ठाउँमा छु, ठीक छु हैन। त्यही हो। अब हजुरहरुसँग रमाइलो गर्न, यताउता गर्न, भिजिट गर्नलाई चाहिँ अहिले मैले सकिरहेको छैन कामको कारणले। अब छुट्टी भएको बेलामा म हजुरहरुलाई भिजिट गराउँछु है। यता म चाहिँ अहिले पर्वतदेखि यो भिडियो चाहिँ गरिरहेको छु। मेरो घर चाहिँ अब उदयपुर हो, उदयपुर गढी। हजुरहरुलाई प्रायः जस्तोहरुलाई त थाहा नै छ होला हजुरहरुलाई त। अब म चाहिँ यता काम गर्न आएको भन्दा पनि गाडी सिक्न लागेको हो के। त्यही हो। अब के भन्नु र, शङ्ख बजाउँदै मन्दिरमा टुडु गर्दै। आहा ल माइजूले फोन गर्नुभयो। त्यही हो गाइस। ल हस् त। हजुरहरु जो पनि नयाँ हुनुहुन्छ यहाँसम्म आउनु भएको छ, सब्स्क्राइब गरिदिनु हुन अनुरोध गर्दछु भन्दै आजलाई बाइ बाइ है।